मलाई चाहिँ एकजनाले क्वेसन सोध्नु भएको रहेछ। हेलो सिस्टर, आर्मी नर्स भइसकेपछि बेनिफिट, स्यालेरी, ड्युटी, अपर्च्युनिटिज के कस्तो हुन्छ त्यसको बारेमा पनि एउटा भिडियो बनाइदिनुस् न इफ पोसिबल भनेर भन्नुभएको छ। यस्तो खालको भिडियो मैले पहिला पनि बनाएको छु हैन, तर उहाँले क्वेसन सोध्नु भएको भएर मैले फेरि बनाइराखेको छु। यसमा चाहिँ तपाईँ एउटा नेपाल आर्मीमा चाहिँ के अरे लेफ्टेनेन्टको रूपमा आउनुभयो अथवा नर्सिङ अफिसरको रूपमा तपाईँ छिर्नु भएपछि चाहिँ तपाईको स्यालेरी भनेको चाहिँ अराउन्ड तपाईको हातमा आउने त्यति बेला 39,000 जस्तो हुन्छ हैन। र त्यो चाहिँ तपाईको ओरिजिनल स्यालेरी त्यो होइन हैन। त्यो चाहिँ थुप्रै कुरा काटिसकेपछि, सन्जेकोसहरु काटेपछि, इन्स्योरेन्सका कुराहरु काटेपछि हैन, मेन्टेनेन्सको कुराहरु त्यो सबै काटिसकेपछि तपाईको हातमा आउने चाहिँ त्यति हो 39,000। र त्यसपछि तपाईको चाहिँ त्यो तपाईको मैले भनिहालेँ ओरिजिनल स्यालेरी होइन, त्यसमा तपाईको अनि इन्सेन्टिभ पनि आउँछ। तपाईँ हाम्रो छाउनी हस्पिटलमा चाहिँ अराउन्ड 25% चाहिँ पहिलाको स्यालेरीको 25% चाहिँ तपाईको इन्सेन्टिभ पनि आउँछ। त्यो चाहिँ अराउन्ड 8,000 हुन्छ हैन। र तपाईँ चाहिँ त्यसबाहेक हाम्रो अरू हस्पिटल पनि छ के, मिलिट्री हस्पिटल भनेर नेपालगञ्ज, इटली, पोखरा, त्यहाँ गयो भने चाहिँ तपाईको 33% को अराउन्डमा आउँछ, अलिकति बढी आउँछ त्यहाँ चाहिँ हैन। र त्यसबाहेक अरू फिल्ड एम्बुलेन्सहरु हुन्छ, त्यहाँ चाहिँ फीहरुमा चाहिँ यो आउँदैन, इन्सेन्टिभ आउँदैन। त्यसको लागि चाहिँ हस्पिटलमै यतातिर हस्पिटलमै काम गरेको हुनुपर्छ हैन। र यसबाहेक तपाईको ग्रेडमा वर्ष हरेक वर्ष चाहिँ तपाईको ग्रेड बढ्दै जान्छ हैन। अनि तपाईको ग्रेड बढेपछि तपाईको अलिकति स्यालेरी इन्क्रिज हुन्छ। र त्यसमा चाहिँ तपाईले प्रमोसन भयो भने प्रमोसन भइसकेपछि फेरि तपाईको अलिकति स्यालेरी इन्क्रिमेन्ट हुन्छ। र त्यसबाहेक सरकारले गर्ने इन्क्रिमेन्ट जुन कति वर्षमा गर्नुहुन्छ नि त्यो भएपछि पनि तपाईको आफै इन्क्रिज हुने भयो है। यो त स्यालेरीको कुराहरु भयो। अब यसमा अरू बेनिफिट्सहरु भनेको एउटा यो भयो, एउटा क्वार्टरको कुरा हुन्छ। र यो चाहिँ क्वार्टर चाहिँ तपाईको घर काठमाडौँमै छ भने चाहिँ तपाईले क्वार्टर पाउनु हुँदैन। तपाईको घर चाहिँ बाहिर छ भने चाहिँ तपाईले क्वार्टर पाउने पोसिबिलिटिज बढी हुन्छ। तपाईले लेटर लेख्नु पर्ने हुन्छ र केही समय चाहिँ कुर्नु पर्ने हुन्छ हैन। र त्यसमा रासनको कुराहरु चाहिँ तपाईहरु भित्र बस्नु भएको छ भने चाहिँ तपाईहरुलाई रासन चाहिँ त्यही खानुहुन्छ भने तपाईले रासन पाउनुहुन्न। तर त्यो जुन खाना तपाईले खानुहुन्छ त्यो चाहिँ फ्री हुन्छ हैन, फ्रीली अवेलेबल हुन्छ, त्यही रासन भयो। र तपाईहरु घरबाट आउने जाने गर्नु भएको छ भने तपाईहरुको त्यो चामल, दाल जस मन्थली बेसिसमा चाहिँ तपाईले रासन पनि पाउनुहुन्छ है। अरू फेसिलिटिज भनेको तपाईको ट्रिटमेन्टको कुराहरु भयो, हेल्थ ट्रिटमेन्टको कुराहरु, जसमा तपाईको श्रीमान, तपाईको बिहे भएको छ भने श्रीमान, तपाईको आमा, तपाईको बुवा र बच्चा चाहिँ कुनै एज हुन्छ उनीहरुको, त्यो एजसम्म चाहिँ यो हेल्थ चाहिँ तपाईले फ्रीमा पाउनुहुन्छ हैन। यो चाहिँ नेपाल आर्मीले नै तपाईहरुलाई दिनुहुन्छ भनौं हैन। र यसको पनि तर केही क्राइटेरिया हुन्छ, वर्षमा चाहिँ कति लाखसम्म मात्र युज गर्न मिल्ने त्यस्तो खालको क्राइटेरिया हुन्छ के। र अर्को भनेको चाहिँ ड्युटी अपर्च्युनिटिजको कुरा गर्नु भएको छ। तपाईहरुको प्रदेशको लोकसेवा अथवा केन्द्रको लोकसेवा जस्तो तपाईहरु नर्सिङ अफिसरमा जानुभयो, तपाईलाई इन्चार्ज सिधै यहाँ पाइदैन हैन। इन्चार्ज सिधै तपाई इन्चार्ज बन्नु हुँदैन।